हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म क्लास 12 एनएमीमा पहिले सोधेको 2076मा यो सोधिसकेको क्वेसन एकदमै इम्पोर्टेन्ट होइन। ग्याल्भेनोमिटरको नलेज चाहिँ हुनुपर्छ यो गर्नुभन्दा अगाडि। यदि लेसन पढिसक्नु भएको छैन भने चाहिँ पढेर हेर्दा चाहिँ धेरै नै राम्रो। अब यो क्वेसनले के भनेको छ भन्दाखेरि दुईवटा ग्याल्भेनोमिटर छ अरे, जस्ट विच आर अदरवाइज आइडेन्टिकल भनेको यिनीहरू नो नै छन्, आर फिटेड विथ द डिफ्रेन्ट कोइल। अब हामीले ग्याल्भेनोमिटरको एकचोटि फिगर हेरौँ है त। यहाँ हेर्न सक्नुहुन्छ ग्याल्भेनोमिटर यस्तो हुन्छ भनेपछि यस्तै दुईवटा ग्याल्भेनोमिटर चाहिँ आइडेन्टिकल छ र यो चाहिँ डिफ्रेन्ट कोइलमा चाहिँ फिटेड छ भनेको यो भित्रको कोइल अर्कै छ एउटामा र अर्कोमा अर्कै कोइल छ। पाइयो होइन। वान ह्याज अ कोइल अफ 50 टर्न्स, एउटा कोइलको चाहिँ 50वटा जति टर्न छ अरे र रेजिस्टेन्स चाहिँ 10 ओम छ अरे। अब यो सबै लेखेरै यहाँबाट बुझिन्छ होइन। अदर ह्याज 500 टर्न्स इन अ रेसिस्टेन्स अफ 600 ओम। बुझ्यो। वाट इज द रेसियो अफ डिफ्लेक्सन। हो, डिफ्लेक्सन भन्ने बित्तिकै हामीलाई एउटा फर्मुला आउनुपर्छ दिमागमा। विच वेन इज कनेक्टेड इन टर्न टु अ सेल। यो चाहिँ अलिकति घुमाएको रहेछ यहाँनिर। वेन इज कनेक्टेड भनेको त्यो भित्र भएको कोइललाई चाहिँ दुइटैमा कनेक्ट गर्दाखेरि सेल दिएको छ इएमएफ यति भोल्ट होइन, अनि इन्टरनल रेसिस्टेन्स दिएको छ 50। यहाँ तिनवटा कुरा दिएको छ भनेर बुझौँ ल। एउटा भनेको ग्याल्भेनोमिटर, दुईवटा ग्याल्भेनोमिटर दिएको छ, एउटा ग्याल्भेनोमिटर त्यस पछाडि भनेको यिनीहरूको भित्रको कोइलहरू सबै भइगयो, तिनीहरूको रेजिस्टेन्स नम्बर अफ टर्न दिएकै छ र विच इज कनेक्टेड इन अ टर्न भनेको चाहिँ यो अलिकति घुमाएको हो। अब यो वाट इज द रेसियो अफ डिफ्लेक्सन भनेको हामीलाई अल्फा वान र अल्फा टू त सोधिगयो है त। बिआइएनए इक्वल्स टु के अल्फा भन्ने फर्मुला त दिमागमा आइसक्यो। अब फेरि यहाँ अलिकति घुमाइदियो, त्यति मात्र निकाल भन्यो भने त ठिकै थियो। अब विच इच, इच भनेको दुइटै, इच कनेक्टेड इन अ टर्न टु अ सेल हो। यो दुइटालाई चाहिँ सेलमा कनेक्ट गरेको रहेछ क्या। कति इएमएफ 25 भोल्ट। अनि यसको इन्टरनल रेसिस्टेन्स भनेको यो ब्याट्रीकै दिएको हो। कति दिएको छ त भन्दाखेरि 50। अब सबै लेखौँ ल। यो चाहिँ फेरि खत्रै क्वेसन लाग्यो मलाई। अब सबभन्दा सुरुमा चाहिँ नम्बर अफ टर्न अफ कोइल दिएको छ भनेको N1। N1 कति दियो त भन्दाखेरि 50 टर्न्स दियो है त, यहीँ छ। अब रेजिस्टेन्स दिएको छ यसकै R1, यसलाई म R1 नै लेख्छु। कति दियो त भन्दाखेरि 10 ओम। त्यस पछाडि भनेको वाइल द अदर भनेको N2, N2 कति दियो त भन्दाखेरि 500 टर्न्स दियो भनेको भित्रपट्टिको कोइललाई चाहिँ 500 चोटि घुमाएको छ एउटा ग्याल्भेनोमिटरमा, अर्कोलाई चाहिँ 50 चोटि घुमाएको छ र त्यसको रेसिस्टेन्स यति छ। र अब यसको हेरौँ है त, कोइलको हेर्दैछौँ है अहिले हामी, यो नझुक्किने कोइलको हेर्दैछौँ। अब R2 हेरौँ है त, 600 ओम दिएको रहेछ। अब यो दुइटा कोइलको चाहिँ रेसियो निकाल भनेको खास गरी है त। सो हामीलाई थाहा छ एउटा फर्मुला, अब सबै लेखौँ ल। ई भनेको 25 भोल्ट दिएको छ भनेको इन्टरनल रेसिस्टेन्स अफ सेल है त। यो चाहिँ सेलको इन्टरनल रेसिस्टेन्स अफ सेल कति दिएको छ त 50 ओम। यो त इएमएफ दिइहाल्यो, इन्टरनल रेसिस्टेन्स अफ सेल आर, स्मल आर मान्नु पऱ्यो यसलाई। यति हो दिएको चाहिँ। अब यहाँबाट हामीलाई थाहा छ फर्मुला त के हो त भन्दाखेरि वी नो द फर्मुला फर ग्याल्भेनोमिटर एट के कन्डिसनमा छ यो, एट इक्विलिब्रियम है त। यदि तपाईँहरूले यो मजाले पढ्नु भएको छ भने हजुरहरूलाई थाहा होला डिफ्लेक्सन टर्क भनेको चाहिँ रिस्टोरिङ टर्क हो क्या। भनेको द्याट इज बिआइएनए बिना इक्वल्स टु के अल्फा हो। अब यहाँ हेर्नु, अब हामीले निकाल्नुपर्छ के त भन्दाखेरि हामीलाई थाहा छ दुईवटा दिएको रहेछ भनेर दिमागमा त आइसक्यो। भनेको म्याग्नेटिक, यो बी भनेको म्याग्नेटिक फिल्ड भइगयो, आई भनेको करेन्ट, एन भनेको नम्बर अफ टर्न, ए भनेको एरिया अफ कोइल अफ ग्याल्भेनोमिटर, अनि अल्फा भनेको डिफ्लेक्सन भइहाल्यो, के भनेको टर्सनल कन्सटेन्ट। अब यहाँ कन्सटेन्ट त के हुने रहेछ हामीले थाहा पाइसक्यौँ नि त। यो म्याग्नेटिक फिल्ड कन्सटेन्ट हुने रहेछ, यसको एरिया कन्सटेन्ट हुने रहेछ, अनि यो त टर्सनल कन्सटेन्ट के त कन्सटेन्टै रहन्छ। तर डिफ्लेक्सन त हामीले निकाल भनेको दुईवटा ग्याल्भेनोमिटरको छ है त। सो अलिकति यसमा दिमाग लाऊ ल।
1/2 यो गरिराखौँ, एउटाको लागि अर्को, अर्कोको लागि अर्को। अब यहाँ हेर नम्बर अफ टर्न दिएको छ, करेन्ट हामीलाई छैन दिएको। अब यहाँबाट हामीले करेन्ट निकाल्न सकिहाल्छौँ, हामीलाई केही आपत्ति नै छैन। यहाँबाट वी नो द फर्मुला टु क्यालकुलेट करेन्ट। सो ओम्स ल पनि याद गर। अब आई भनेको E/R, आर चाहिँ टोटल है त, टोटल निकाल्नु। अब यहाँबाट एकचोटि I1 को निकाल्नु पऱ्यो, एकचोटि I2 को, R + R हामीलाई थाहा छ। अब यहाँबाट भनेको इलेक्ट्रिकल सर्किट पढ्नु पऱ्यो है। यो फर्मुला चाहिँ कहाँबाट आयो भन्दाखेरि फ्रम इलेक्ट्रिकल सर्किट, त्यो च्याप्टरमा हामीले मजाले पढ्छौँ यो फर्मुला। अब यहाँ हेर है 25 दिएको छ, हाम्रो 25 दिएको छ बाई यसको निकाल्दैछौँ 10 + 50 भनेको 25/60, 25/60 है त, 25/60। अब यसै गरी I2 पनि निकाल्न सकिहाल्छौँ हामी, दिक्कतै छैन। E/R2 + R इक्वल्स टु E/E त हामीलाई थाहा छ त 25/600 + 50, 25/650। नाउ वी नो के थाहा छ हामीलाई, BINA इक्वल्स टु K अल्फा। अब यसलाई म B1 मान्न पाइनँ, I1 N1। अब यसलाई फेरि B I2 N2 A इक्वल्स टु K अल्फा 2 अल्फा 1। अब यहाँ हेर ल, यो र यो त क्यान्सल आउट भइगयो। अब डिभाइडिङ इक्वेसन I/इक्वेसन 2 गरेँ है, यो चाहिँ फेरि डाइरेक्ट गरेँ मैले। अब यो र यो पनि काट्न पाइयो, यो र यो पनि काट्न पाइयो। बाँकी के रह्यो त भन्दाखेरि I1 N1 इक्वल्स टु अल्फा 1 अनि I2 N2 इक्वल्स टु अल्फा 2। अब यो दुईवटा इक्वेसनलाई चाहिँ डिभाइड गर। के बाँकी रह्यो, I1/N1/I2/N2। हामीले निकाल्नुपर्ने के हो त, यिनीहरूको रेसियो हो। अब यहाँ पढ, वाट इज द रेसियो अफ द डिफ्लेक्सन। डिफ्लेक्सन भनेको अल्फा र अल्फा 2 भइगयो, अल्फा 1 र अल्फा 2। अब हामीलाई त सजिलो भइसक्यो त, अब त आइसक्यो त, भ्यालु पुट गर्ने मात्र छ। अब हामीले I1 कति निकाल्यौँ, 25/60, 25/650। त्यही हालिदिने यहाँनिर 25/60 बाई 25/650 इन्टु। अब N1 हामीलाई थाहा छ, नम्बर अफ टर्नहरू दुइटै थाहा छ, एउटाको 50 छ, अर्कोको 500 छ, इक्वल्स टु अल्फा 1/अल्फा 2। सजिलै त रहेछ, मैले पनि यो गरेर त थिइनँ, त्यही पनि ठिकै छ। 25/60 इन्टु 50 यो गर्दाखेरि कति भयो त भन्दाखेरि माथि लगिदिउँ न, 25 इन्टु 50 इन्टु 650 बाई 60 इन्टु 25 इन्टु 500। 25 काटियो, यो एउटा यो पनि काटिदिउँ। अल्फा 1/अल्फा 2 यो कति भयो, अल्फा 1/अल्फा 2 इक्वल्स टु 65 इन्टु 5/60 इन्टु 5 त हो नि, 60 इन्टु 5 हो। अनि यो कति भयो, 65 इन्टु 5 भनेको 325, 60 इन्टु 5 भनेको 60, 300 भइगयो। अब यसको रेसियोमा हेर्दाखेरि अल्फा 1/अल्फा 2 हामीसँग क्यालकुलेटर छ, 325 डिभाइडेड 300 भनेको 13/12। एन्सर त्यति नै हो, 13/12। यो चाहिँ ओल्ड इज गोल्डमा सोधेको क्वेसन रहेछ है त, यो एकदमै राम्रो लाग्यो मलाई। यहाँनिर कहाँ छ त भन्दाखेरि, कहाँ थियो,
टु ग्यालोमिटर ल थ्याङ्क यू।